त्रिवेणी पाटन बढीमालिका जाँदै गर्दा त्रिवेणी पाटनमा यस्तो देखियो। के होला यसको रहस्य? देख्न सक्नुहुन्छ पुरै ढुङ्गाको मूर्ति जस्तो। के होला यसको रहस्य? देख्न सक्नुहुन्छ पुरै ढुङ्गाको मूर्ति जस्तो धेरै ठाउँमा बनाइरहेको छ। यो चाहिँ बढीमालिका जाँदै गर्दा त्रिवेणी पाटन भन्ने ठाउँमा यस्तो देखिएको हो। यो त्रिवेणी पाटन कुहिरो लागेर खासै राम्रो चाहिँ देखिरहेको छैन। देख्न सक्नुहुन्छ यहाँसम्म पनि म एक्लै हिँडिरहेको छु। बाटो बिर्सिएपछि हराउन सक्ने सम्भावना चाहिँ यहाँ धेरै छ। पुरा बजार जस्तो देखिरहेछ। देख्न सक्नुहुन्छ।